हेलो गाइस, वेलकम टु माई न्यू भ्लगमा चाहिँ होइन। आज हामी हाँस काटेर खान जाँदैछौँ। हाम्रो अनिल भाइ चाहिँ पुरा केलाउँदैछ होइन, नजाने पनि। अनि त्यसपछि चाहिँ पुरा यहाँ केलाइसकेपछि चाहिँ हाम्रो गुन्डुङ भाइ अनिल भाइले चाहिँ पोल्दैछ। हाँसो पोलेर चाहिँ पुरै कालो कालो बनाइसक्यो। हेलो गाइस, वेलकम टु माई न्यू भ्लगमा चाहिँ होइन। आज हामी हाँस काटेर खान जाँदैछौँ। हाम्रो अनिल भाइले चाहिँ मजाले केलाउँदैछ। केलाइसकेपछि चाहिँ पोल्न पठायौँ भित्र आगोमा पोलेको मजै बेग्लै हुन्छ। मिठो मिठो तरिकाले पोल्दैछ केटाहरूले, चस्सो पोल्दैछ। छोरीले चाहिँ डिस्टर्ब गरिरहेछ मलाई, मेरो भागमा चाहिँ टाउको केलाउनु दिइरहेछ केटाहरूले होइन। कालो लगाएछ, चुलोको कालो चाहिँ सबै लगाएर बिगार्ने भयो केटाहरूले। त्यसपछि मैले मासु काट्दैछु होइन। खासै मिठो होला जस्तो छैन, तै पनि पहिलोचोटि हो। खोरमा चाहिँ भालेको अभावले चाहिँ हाँस काट्न हामी बाध्य भयौँ। केटाहरूको रिक्वेस्टमा चाहिँ हाँस काटियो। भाले सानो भएको कारणले चाहिँ, नत्र भाले खाने विचार थियो। लोकल भाले जस्तो चाहिँ अलिक हाँस नहुँदो रहेछ होइन। मेरो बुढी चाहिँ पुरा मसला पिन्दै थिए हाँस्दै। आज हाँस खान पाइने भयो भनेर होला, हाँस कराएर डिस्टर्ब धेरै गऱ्यो भन्दै थिएँ। अब काटेर खाइसकेपछि चाहिँ अनि आनन्द हुन्छ भन्ठाने कसैले पनि। टाउको काट्यौँ होइन। यस्तै छ गाउँघरतिरको चलन चल्ती। आगोमा पकायो, मसला ढुङ्गामा पिस्यो। छोरी पोकी चाहिँ चकचक गर्दैछ यहीँ। पोकी हो यो। केटाहरू हल्ला खल्ला गर्दै थिए, मजा आइरहेको थियो। हाँस पनि अलिक कलिलो थियो हाँस। मासु त्यति पर्दो रहेछ कलिलो हाँसको चाहिँ। 4 महिना लगभग भएको हाँस हो, कलिलै थियो। हड्डी नै हड्डी हुँदो रहेछ, खासै मासु चाहिँ नहुने लोकलको